अरुण बुढाथोकी गोर्खा आरपोखरी वनमाट यस ठाउँमा पावर हाउसमा काम गर्दैछु मैले सुपरभाइजर। रेलवे स्टेसनको सेन्टर पनि भयो, ढल पानी त्यसपछि तपाईको बत्ती सबै व्यवस्था छ, सबैको सुविधा भइ नै हाल्छ। यो जग्गा अहिले किनेर घर बनाउनलाई ठीक छ कि छैन त्यो पनि खुलाइदिनुस्। एकदम अहिलेको लागि एकदम यो घर बनाउनलाई एकदम सुटेबल छ। हजुर हजुर, चारैपट्टि घरै घर रहेछ। 3.5 आना 4 आना 4.5 आना 5 आना सम्मको टुक्राहरू 3.5 आना भन्दा माथि जति चाहे त्यति दिन सक्नुहुन्छ। यो चाहिँ हाम्रो पुरानो चन्द्रज्योति पावर हाउस त्यसको नजिक पावर। त्यसपछि अहिले हाम्रो तराई जोड्ने दुध मार्गको चाहिँ बस पार्क यो डुकछाप ठ्याक्कै फास्ट्याग मुखमै अहिले नयाँ बस पार्क बन्दैछ, त्यहाँ नजिकै पर्यो, यो नजिकै भयो। हजुर हजुर। त्यसपछि हाम्रो चाहिँ यहाँ पोखरी यो एउटा पर्यटकीय स्थल। हजुर हजुर, पोखरी यहाँ चाहिँ पर्यटकहरू हजुर हजुर। पोखरी अनि यो अगाडि देखिरहेको यो भ्यू टावर जस्तो पनि छ नि। हजुर, यो भ्यू टावर हो। हजुर हजुर, यो पर्यटकीय क्षेत्र पनि हो हैन। पछिको लागि यहाँ के हुन्छ, सम्भावना कतिको छ, बढेर जाने फ्युचर छ कि छैन यो जग्गाको? यसमा धेरै फ्युचर छ किनभने यो हाम्रो तराई द्रुत राजमार्ग चाहिँ यहाँ जोडिने भएको कारणले हजुर हजुर भोलि तराई बेल्टको जुन जति पनि जनसङ्ख्याहरू हुनुहुन्छ हजुर हजुर उहाँहरूलाई यहाँ चाहिँ एउटा मुखमै पर्यो नि त। सुपरभाइजर काम गर्दै हुनुहुन्छ? काम गर्दैछु म। यहाँ काम कस्तो भइरहेछ, राम्रो छ कि कस्तो छ? काम राम्रो हुँदैछ। वाल भत्किने त लगाउनु भएको छैन नि? ओरिजिनल हो। ओरिजिनल। के सुविधा? बाटो पनि राम्रो? बाटो राम्रो छ, 13 फिटको। हजुर हजुर, राम्रो छ बाटो। अनि पानी बत्ती के छ? पानी बत्ती राम्रो, सब सुविधा छ। यहाँ साउजीले त रेट महँगो राख्नु भएको छ, हैन कस्तो छ? ठिक छ, ठिक छ, सस्तो छ। बस्नलाई आनन्द? बस्न आनन्द, डाँडा राम्रो, हावा पहिरो सबै राम्रो सुविधा छ। पहिरो आउँछ कि आउँदैन? आउँदैन। खोलाले बगाउँछ कि नै? बगाउँदैन। बगाउँदैन हो? ठिक छ बस्नलाई? ठिक छ, राम्रो छ, ओरिजिनल है? यो राम्रो भन्ने राम्रो छ सुविधा, हावा पानी राम्रो छ। ल बधाई छ। बधाई छ। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले स्वास्थ्य र राम्रो घर जग्गाहरू देखाउनुहुन्छ, तपाईँलाई थाहा छँदैछ। आज यो जग्गा कतिमा थाहा छ? जम्मा 11 देखि 12 लाखले आफ्नो नाममा बनाउन सक्नुहुनेछ आनाको। यहाँ कति चलेको छ? 14, 15, 16 लाखसम्म चलेको ठाउँमा है एकदमै सस्तोमा दिँदै हुनुहुन्छ। किनकि जग्गादानीले यो फिल्ड बनाउँदै हुनुहुन्छ धमाधम होइन। यो फिल्ड 2-3 महिनाभित्र सिद्धाएर अर्को ठाउँमा जाँदै हुनुहुन्छ। त्यो आउँदा एकदमै मिनिमम रेटमा तपाईँलाई दिँदै हुनुहुन्छ। काठमाडौँमै रहेको जग्गा। तपाईँहरूलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु, सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। नमस्कार सर। नमस्कार। आराम हुनुहुन्छ सर? आराम छु सर। यस्तो राम्रो जग्गा प्लटिङ गर्नुभएको छ सर, यो कति रोपनीमा गर्नुभएको छ? यो अहिले हामीले 13 रोपनीमा गरेका छौँ। 13 रोपनीमा कति आनाको टुक्राहरू हो सर यो? यसमा 3.5 आना 4 आना 4.5 आना 5 आना सम्मको टुक्राहरू 3.5 आना भन्दा माथि जति चाहे त्यति दिन सक्नुहुन्छ। सकिन्छ। अनि यो ठाउँलाई एक्ज्याक्ट लोकेसन पनि खुलाइदिनुस् न, के भन्छ यो ठाउँ? यो दक्षिणकाली नगरपालिका वार्ड नम्बर 4 सोखेल। हजुर, दक्षिणकाली नगरपालिका वार्ड नम्बर 4 को सोखेलमा। अब यो जग्गा किन किन्ने त्यो पनि खुलाइदिनुस्। यहाँ बन्दै गरेको गतिविधि होइन, अगाडिको दृश्यहरू यसको बारेमा पनि खुलाइदिनुस् न। यो चाहिँ हाम्रो दक्षिणकाली नगरपालिका वार्ड नम्बर 4 होइन। हजुर हजुर, यो चाहिँ हाम्रो पुरानो चन्द्रज्योति पावर हाउस त्यसको नजिक पावर। त्यसपछि अहिले हाम्रो तराई जोड्ने दुध मार्गको चाहिँ बस पार्क यो डुकछाप ठ्याक्कै फास्ट्याग मुखमै अहिले नयाँ बस पार्क बन्दैछ, त्यहाँ नजिकै पर्यो, यो नजिकै भयो। हजुर हजुर। त्यसपछि हाम्रो चाहिँ यहाँ पोखरी यो एउटा पर्यटकीय स्थल। हजुर हजुर, पोखरी यहाँ चाहिँ पर्यटकहरू पोखरी। अनि यो अगाडि देखिरहेको यो भ्यू टावर जस्तो पनि छ नि? हजुर, यो भ्यू टावर हो। हजुर हजुर, यो पर्यटकीय क्षेत्र पनि हो हैन। पछिको लागि यहाँ के हुन्छ, सम्भावना कतिको छ, बढेर जाने फ्युचर छ कि छैन यो जग्गाको? यसमा धेरै फ्युचर छ किनभने यो हाम्रो तराई द्रुत राजमार्ग चाहिँ यहाँ जोडिने भएको कारणले हजुर हजुर भोलि तराई बेल्टको जुन जति पनि जनसङ्ख्याहरू हुनुहुन्छ हजुर हजुर उहाँहरूलाई यहाँ चाहिँ एउटा मुखमै पर्यो नि त। रेलवे स्टेसनको सेन्टर पनि भयो। यो फास्ट ट्र्याकदेखि कति डिस्टेन्समा होला हाम्रो जग्गा? यो जम्मा यो 1 किलोमिटर 1.5 किलोमिटर होला जम्मा। 1 देखि 1.5 किलोमिटरको दूरीमा फास्ट ट्र्याक बनिसक्यो भने त यहाँ त जग्गाको भाउ अर्कै हुन्छ त। अर्कै हजुर। अब यसको मूल्य पनि ठ्याक्कै खुलाइदिनुहोस् त, कसरी चल्या छ वरिपरि, हजुरले कतिमा दिँदै हुनुहुन्छ?
वरिपरि त अब 14-15 भन्छन् हजुर, हैन? हजुर। वरिपरि हजुर, अब हामीले चाहिँ 11-12 को रेन्जमा राखेका छौँ। जम्मा आनाको 11 देखि 12 लाख दिँदै हुनुहुन्छ 14-15 चलेको ठाउँमा हजुर पछि एकदमै भविष्य बोकेको जग्गा भन्दा पनि हुन्छ है। एकदम। अब यो जग्गा लिँदै गर्दा लोनको सुविधा छ कि छैन? हामीले लोनको सुविधा पनि राखेका छौँ। हजुर हजुर है, लोनको जम्मा- सुविधा पनि सस्तो ब्याज दरमा मिलाइदिनु सस्तो ब्याज दरमा 10% मात्र ब्याज दरमा हजुर हजुर मिलाइन्छ। अब यो जग्गामा आउने सजिलो बाटोको लोकेसन पनि भनिदिनुस् न। काठमाडौँ ललितपुर भक्तपुरबाट जताबाट आउँदा पनि जताबाट सजिलो आउँदा नि अब लोकेसन। यताबाट तराईपट्टिबाट आउँदा फास्ट्याग भयो। हजुर, यता हजुर। चाल्ना खेलबाट यो बल्खु हुँदै बल्खुबाट जम्मा 6.5 किलोमिटरमा यहीँ आइपुग्छ हजुर हजुर है। अब यता हाम्रो फर्पिङ हाम्रो यो भन्ज्याङ हैन हजुर, हजुर। दक्षिणकाली त धेरै माथि भयो हजुर, हजुर। है। त्योभन्दा हेटौँडा जाने तलबाट हाइवेदेखि पनि हाइवेबाट अलिकति पनि तलतिर। अलिकति तल हजुर, हजुर। 1.5 किलोमिटर मात्रै तल हो। सबै सुविधा सम्पन्न बिचमा। हजुर। अब यहाँ पानी बत्ती बाटो सबै त्यो के छ? ढल हजुर, पानी त्यसपछि तपाईँको बत्ती सबै हजुर। व्यवस्था छ। सबैको सुविधा भइ नै हाल्छ। सबैको, एकदम। यो जग्गा अहिले किनेर घर बनाउनलाई ठिक छ कि छैन त्यो पनि खुलाइदिनुस्। एकदम अहिलेको लागि एकदम यो घर बनाउनलाई एकदम उपयुक्त। सुइटेबल छ। हजुर हजुर सुइटेबल छ। पारिपट्टि घरै घर रहेछ नि। हजुर घरै घर छ यो पनि। अब यहाँ पनि बस्ती छ, यो सबै बस्ती हो माथि। हजुर हजुर है। ल राम्रो जानकारी राख्नु हजुरलाई एकदमै धन्यवाद दिन हस्। चाहन्छु है। आहा नि यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन हौ लाग्यो होला। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वार्ड नम्बर 4 को सोखेलमा रहेको नेपालको यो पहिलो हाइड्रो पावरको जस्ट अगाडिपट्टि भन्दा पनि हुन्छ। पारिपट्टि भ्यू टावर, माथिपट्टि पोखरी टुरिज्म एरिया भन्दा पनि हुन्छ। अर्को कुरा तपाईँले सुनिरहनु भएको छ होला फास्ट ट्र्याक भनेर। फास्ट ट्र्याकदेखि नजिकै अर्को कुरा भनेको फास्ट ट्र्याकको डुकुछापको बस पार्क पनि यहीँ अगाडि बन्दै रहेछ। त्यो बनिसक्दा फास्ट ट्र्याक बनिसक्दा यहाँनिर रेट अर्कै हुन्छ है। अब 2-3 वर्ष कति वर्ष लाग्छ फास्ट ट्र्याक बन्न। त्यति बेला यहाँनिर तपाईँले 11, 12, 15 लाख आनाले जग्गा पाउनुहुन्न, किनकि त्यति बेला बढिसक्छ। ठ्याक्कै डबल हाल्नुपर्छ तपाईँले। अहिले एकदमै सस्तोमा। अब यो जम्मा फेरि पनि जानकारी गराउन चाहे जम्मा आनाको 11 देखि 12 लाखले दिँदै हुनुहुन्छ। यो जग्गामा आउनको लागि तपाईँहरू बल्खु चोक हुँदै सरर आउन सक्नुहुन्छ। माथि हेटौँडा जाने दक्षिणकाली फर्पिङ हुँदै जाने बाटोदेखि पनि आउन सक्नुहुन्छ। यता अर्को यो चाल्ना खेलबाट पनि सरर आउन सक्नुहुन्छ। जताबाट आउँदा पनि बिचमा 13 रोपनी चान्चुनमा गरिएको प्लोटिङ 3.5 आना 4 आनादेखि माथि जति चाहे त्यति लिन सक्नुहुनेछ। अगाडिपट्टि टक्क 20 फुटे ढलान बाटो, भित्री बाटो सरर 13 फुटे पूर्व दक्षिण फेस गरेको है। लिन चाहनुहुन्छ पैसा पुग्दिन भने सस्तो ब्याज दरमा लोनको सुविधा पनि पाइ नै हाल्नुहुन्छ। ढिला नगर्नु है त। अगाडिपट्टि हेर्नु न जग्गाको लागि भनेर नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।